आजको यस क्रिकेट हेर्नलाई धेरै देश बनाउनु भएको छ। नेदरल्यान्ड भर्सेस नेपालको आज चौथो खेल हो। नेपालले 3 चोटि पराजित हुनु पर्यो। आजको गेममा नेपालले जित्नै पर्ने हुन्छ है। त्यही लागि हामी आज बेल्जियमदेखि नेदरल्यान्डसम्म नेपालको खेलाडीले हाम्रो देशका शानहरूलाई चाहिँ प्रोत्साहनको लागि हामी आएका छौँ। हेर भाइहरू नेपाललाई जिताउन आएछन् है। नेपाली क्रिकेट टिमलाई जिताउनलाई किसनजी र रमेश भाइ। नेदरल्यान्ड क्रिकेट स्टेडियम हो है। हामी गेमको लागि आएको है। हामी टिकट लिनु पऱ्यो। टिकट लिएको छैन। टिकट लिनु पर्छ। हामी आज नेपाल भर्सेस नेदरल्यान्डको क्रिकेट म्याच हेर्न गइसकेको छ। 1 विकेट झरिसक्यो भन्ने सुन्नमा आइसकेको छ। किसन सर के छ खबरहरू? हजुरलाई कस्तो लागिरहेको छ? नेपाललाई जिताउने कतिको होप राखेर आउनु भएको छ? ल आज हामीले नेपाललाई जिताउन आएको छौँ। यसको लागि जितोस् भन्ने सोचमा यो मूलद्वार हो। यो मेरो नेपाली साथीहरू सपोर्टको लागि सबैजना आउनु भएको छ। हामी सबै यसको लागि आतुर छौँ। पनि ट्रेनिङमा छ है। बच्चाहरू ट्रेनिङमा छ। आज दक्ष नेपालीहरूले सपोर्टको लागि धेरैजना आउनुभएको रहेछ है। यो काम चाहिँ सही चलेको छ। माहौल झन्डै जान्छ है। सबैजना सपोर्ट गर्यो। किसनजी माहौल बनाउनु चाहेको Allergies, you know.